आज चड्डी नहीं पहने हो ना? बाबा नयाँ वर्षमा घुम्न जाने भन्नुभयो होइन? आज 2 गते भइसक्यो त हौ, कहिले जाने घुम्न? तैँले पनि त नयाँ वर्षमा A+ ल्याउँछु भनेको थिइस् नि, ल्याइस् त? लिएको छु त बाबा, हिजोको टेस्टमा A+ आएको छ मेरो। हो र? कुन टेस्टमा A+ आयो तेरो? ब्लड टेस्टमा बाबा। हिजो मम्मी र मेरो ब्लड टेस्ट गरेको, मम्मीको त B+ मात्रै आयो, तर मेरो त A+ आयो। देख्नुभयो बाबा, मेरो खुनमा A+ छ। कोटेरो बाउले भन्छ। चुप्लाक गधा, त्यसलाई A पोजिटिभ भन्छ, A+ होइन। तपाईलाई कसरी थाहा भयो? तपाईले पनि ब्लड टेस्ट गराउनु भएको छ र? ब्लड टेस्ट गर्नलाई ब्लड हुनु परेन? शरीरको सबै ब्लड तैले र तेरो आमाले चुसेर सकिसकिस्, अब त युरिन टेस्ट गरे त हो नि। ए, मम्मी पनि आउनु भएछ। वेलकम मम्मी, वेलकम टु द शो। जय हनुमान ज्ञान गुण सागर, जय कपीस तिन लोक उजागर, रामदूत अतुल्य। यो के गर्नु भएको बाबा तपाईले? मन्त्र जप्दैछु नि, देखिनस्? किन जप्नु भएको त? मन्त्र त भूत देख्दा पो जप छैन र? हेर्न तेरो आमालाई, भूत भन्दा कम छ तेरो आमा। के रे? तिमी मर्यौ मेरो हातबाट अब। ऐसा मत करो मेरी जान। मम्मी, मामा माइजू आउनु भयो जस्तो छ, ढोका खोल्दिऊ? जा खोल्दे। बच्चौ तिमी। बेच्यौ तिमी। को रहेछ छोरा? मामा माइजू नै रहेछ? पखै म आउँदैछु। ओहो, मेरो भान्जाले पो ढोका खोलेको। कस्तो ज्ञानी भान्जा है। ज्ञानी नै छु मामा, म तपाई जस्तो होइन नि त। के भनिस्? त्यसरी बोल्छ मामासँग? नमस्ते गर मामा माइजूलाई। हे, अस्तिकै वर्ष गरेको त हौ, कति गर्नु? फेरि गर। यो किन मातिएको यति साह्रो? केही छैन बहिनी, केही छैन। बच्चाहरू यस्तै त हो नि। बच्चा भनेर छोड्दियो भने त टाउकोमा टेक्छ नि भाउजू। बच्चा पनि के भन्नु हौ जेठानी, अहिलेदेखि नै मेरो बिहे गरिदिनु, मलाई साथी चाहियो भन्छ। यस्तोलाई के बच्चा भन्नु? के बोल्छ यो मान्छे फेरि? छाला चिलाउँदैछ हो तिम्रो? दाजु भाउजू किन त्यहाँ उभिनु भएको? आउनु न यता बस्नुहोस्। के लिनुहुन्छ तपाईहरू? चिसो तातो के ल्याऊ? मेरो लागि चिसो। मेरो लागि चाहिँ तातो है। भयो बहिनी छोड्दे, अहिले केही खानु मन छैन, पछि खाउँला। नयाँ वर्षको माहौल छ, यसो गफसप गरौँ न सुरुमा। गफ नै गर्नु थियो भने फोनमा गरेको भए पनि भइहाल्थ्यो नि। यहाँ चाहिँ किन आउनु पर्यो त? स्याबास। को हो त्यो स्याबास भन्ने? यहाँ मेरो छोरा बिग्रिन लागिसक्यो, तँ चाहिँ स्याबास भन्छस्? होस पुऱ्याएर बोले अबदेखि। वाह क्या एक्टिंग कर रहा है। बहिनी, तेरो घरमा त 2 जना बच्चा रहेछ हौ, कसरी झेल्छ सिनीहरूलाई? के गर्नु दाजु, झेल्नै पर्यो नि। जस्तो भयो नि, आफ्नै बुढो हो, आफ्नै छोरा हो, माया लागिहाल्छ। झुट, सरासर झुट। मम्मीलाई हाम्रो एक रति नि माया लाग्दैन। बात तो सही है। माया गर्ने मान्छेले चप्पलको झट्टाएर हान्छ त मामा? तपाईँ आफै भन्नुहोस् त। त्यो त मम्मीको माया देखाउने तरिका पो हो त भान्जा। हो र माइजू, त्यसो भए म तपाईलाई धेरै माया गर्छु। म पनि त्यसरी नै माया देखाउँ तपाईलाई? भान्जा, मलाई जे भन्नु छ भन, तर माइजूलाई केही नभन। म तिम्रो माइजूलाई आफू भन्दा धेरै माया गर्छु, त्यसैले उसको बेइज्जत सहन सक्दिनँ म। वाह क्या लड़का है। हो रहेछ मामा, त्यही भएर पो तपाईले माइजूको पनि लुगा धुनु हुँदो रहेछ। देख्यौ, मेरो दाजुले भाउजूलाई कति माया गर्नुहुन्छ। तिमीले कहिले यसरी माया गरेको छौ मलाई? अनि तिम्रो भाउजू तिमी भन्दा राम्री पनि हुनुहुन्छ नि त। एकचोटि जेठानीलाई हेर अनि आफूलाई हेर त, एउटा स्वर्गकी परी, अर्को कठैबरी। दाजु हेर्नु त, तपाईकै अगाडि तपाईको बहिनीलाई नराम्री भन्दैछ यो मान्छेले। केही भन्नु न हौ। मैले के भन्नु र बहिनी, ज्वाइँले सही त बोलिरहनु भएको छ नि। तेरो अनुहारै बाख्राको जस्तो छ त, यसमा ज्वाइँको के दोष? हेर न फेरि, बहिनीको घर आएर बहिनीकै बेइज्जत गर्छ। कस्तो दिमाग नभएको मान्छे हौ। अनि के बहिनीलाई आफ्नो घर बोलाएर बेइज्जत गर्नु त? बहिनी नरिसाउनु है, तपाईको दाजु यस्तै हो कि, जसलाई नि प्याची भन्नुहुन्छ। केही छैन माइजू, तपाईँ चिन्ता नलिनुहोस् न। मेरो मम्मी यस्तो सान्तिनो कुरामा रिसाउनुहुन्न के, सिधै फ्लाइङ किक हान्नुहुन्छ। त्यो नि नाक भाँचिने गरी। फ्लाइङ किक मात्रै, बेला बेला राउन्ड किक पनि हान्छिन्, त्यो नि चाकको हड्डी भाँचिने गरी। हो बहिनी, त फ्लाइङ किक हान्छस् हो? थाहा छ ज्वाइँ, यसलाई फ्लाइङ किक राउन्ड किक हान्न मैले सिकाएको नि। हो र जेठान, त्यसो भए म तपाईँलाई मानहानिको मुद्दा लाउँछु। तपाईँले गर्दा मेरो शरीरको सबै हड्डी चर्किसकेको छ। ज्वाइँको हड्डी नै चर्किने गरी चाहिँ नहानेको भए हुन्थ्यो बहिनी। के को हड्डी चर्किनु? गफ लागिरहेछ नि तपाईलाई। गफ रे? मसँग एक्सरे पनि छ, लिएर देखाइदिऊ कहाँ कहाँको हड्डी चर्केको छ भनेर। भयो ज्वाइँ नल्याउनुहोस्, अहिले हड्डी चर्केको छ, भरे हामी गएपछि भाँचिएला फेरि। मामा, तपाईले साँच्चीकै सिकाउनु भएको हो मम्मीलाई किक हान्न? हो नि भान्जा, मैले नै सिकाएको हो। त्यसो भए त माइजूलाई पनि सिकाउनु भयो होला है? हैट, कहाँ सिकाउनु हौ? तिम्रो माइजूलाई किक हान्न सिकाउनु भनेको त आफ्नो खुट्टामा आफै बन्चर हान्नु हो नि भान्जा।
भनेपछि मामाको हाल पनि मेरो बाबाको जस्तै रहेछ कब हो गया ये बाहिर चाहिँ छाती फुलाएर हिँड्ने अनि घर आएपछि बुढीको कुटाइ खाने ओइ भाते तँलाई कुटाइ नपुगेको हो अरूको अगाडि बाउको बेइज्जत गर्छस् स्वाद आयो कस्तो हुँदो रहेछ अरूको अगाडि आफ्नो बेइज्जत हुँदा अस्ति तपाईँले मेरो क्रसको अगाडि मलाई के भन्नुभएको थियो तपाईँले गर्दा क्रसले ब्लक गरिदियो मलाई भान्जाको पनि क्रस छ र यति सानोमै छ होइन मामा थियो भन्नुहोस् बाबाले गर्दा ब्रेकअप भयो चुप्लाक डाका तेरो लभ परेको थियो र ब्रेकअप हुन्छ परेको थिएन तर पर्न त आँटेको थियो नि त मैले त उसलाई भेट्न पनि बोलाएको थिएँ तपाईँले गर्दा सब चकनाचुर भयो अरे त बाउसँग बोल्दैछस् कि साथीसँग बोल्दैछस् ओइ साथी जस्तै पो बोल्छ त यार तपाईँले नै भन्नुभयो होइन मलाई साथी सम्झी भनेर तँलाई साथी सम्झी पो भनेको त बेस्ट फ्रेन्ड सम्झी भनेको हो मैले बेस्ट फ्रेन्ड त मैले सम्झेकै छैन नि बेस्ट फ्रेन्ड सम्झेको भए त झन् के सुनाउँथे तपाईँलाई म एउटा कुरा भन्छु नरिसाउनु ल भान्जा हस् माइजू भन्नु न के कुरा तपाईको उमेर लभ गर्ने उमेर होइन नि भान्जा अच्छा तपाईको उमेर भनेको त खेल्ने कुद्ने अनि धेरै पढ्ने उमेर पो हो त कुरा चाहिँ एकदम सही गर्नुभयो माइजू तर मैले सुनेको तपाईँले त झन् 5 कक्षा मात्रै पढ्नु भएको छ अरे नि त्यसपछि त घाँस काट्ने बाहना बनाउँदै मामालाई भेट्न जानुहुन्थ्यो अरे नि त कसले भनेको भान्जा तपाईलाई अरू कसले भन्छ र मामाले हेलो म आउँदैछु बालेन साला पर्खिँदै गर्नु भन् क्यों बे ओवर एक्टिंग करता है साला नाटक नगर है चुपचाप आफ्नो ठाउँमा बस होइन के बुढी मलाई जानु पर्छ के बालेन शाहसँग इम्पोर्टेन्ट मिटिङ छ आज मेरो त्यहाँ बस भनेको सुनेनौ तिमीले के भन्यौ रे भान्जालाई म घाँस काट्ने बहानाले तिमीलाई भेट्न आउँथे रे अनि के भन्नु त मलाई भेट्ने बाहनाले घाँस काट्नु जान्थ्यौ भन्नु मजाक नगर है रिस उठिरहेछ मलाई तिमीलाई कहिले चाहिँ रिस नउठेको छ र बर्ता बोलेको हो तिमी सब सुनिरहेको छु मैले अनि अरू के भन्यौ रे मैले 5 कक्षासम्म मात्र पढेको छु रे ए सरी गल्ती भएछ 1 कक्षा बढी भनेछु भान्जा 5 होइन है 4 हो 4 तिम्रो माइजूले 4 कक्षासम्म मात्रै पढ्नु भयो दाजु अब चाहिँ अति भयो है आफ्नो श्रीमतीको इज्जत गर्न आउँदैन तपाईलाई सुरुमा श्रीमतीले पनि त हाम्रो इज्जत गर्नु पर्यो नि हो कि होइन त जेठान हो ज्वाइँ हो आई एग्री विथ यु बकचोदी मत कर लौड़े तिमी चाहिँ किन चम्केको फेरि अघि तिम्रो फेयर एन्ड लभली लाएको थिए त्यसैले चम्किरहेको छु नि के रे मेरो फेयर एन्ड लभली किन लाएको तिमीले लाउँछु त मेरो पैसाले किनेको चिज मैले नै लाउनु नपाउनु Why are you gay? मम्मी बाबाले तपाईँको लिपस्टिक पनि लाउनुहुन्छ नि थाहा छ तपाईँलाई You are gay. अस्ति तपाईँको लिपस्टिक लाएर टिकटकमा लाइभ बसिरहनु भएको थियो क्या करूं इसका? भन ज्वाइँ यो कुन लाइनमा आउनुभयो तपाईँ पैसाको खाँचो थियो भने हामीलाई माग्दा भइहाल्थ्यो नि पैसा चाहिएर होइन हौ मामा लिपस्टिक लाएर टिकटकमा लाइभ बस्ने बाबाको हब्बी हो के ए बुढी यो कस्तो छोरा जन्मायो हौ तिमीले बाउ आमा कसैको पर्वा छैन त यसलाई मैले मात्रै जन्माको हो तिम्रो योगदान चाहिँ छैन यसमा मेरो पनि योगदान छ कि तर प्रोसेसिङ त तिम्रो पेटमा भएको हो नि त तिम्रो पेटले यसको दिमागलाई राम्रोसँग प्रोसेस गरेन जस्तो छ जोइ साहब यसरी बहिनीलाई मात्र दोष लाउन मिल्दैन नि तपाईले अच्छा बच्चा बिग्रेनी सप्रेनी दुईजनाकै जिम्मेवारी हुन्छ त्यही त भाउजू कुरै बुझ्दैन भन्या के गर्नु यो मान्छेलाई अभी बच्चा था भाई. केही गर्नु पर्दैन सबैको लागि 1 कप चिया बनाइदेऊ त्यति भए पुग्छ यस्तो गर्मीमा चिया तपाईँ पिउन सक्नुहुन्छ चिया यस्तो गर्मीमा यो गर्मी त केही होइन मामा बाबालाई त ज्वालामुखीमा राखिदियो भने पनि चिया नै पिउनुहुन्छ तँलाई खुब थाहा छ मेरो बारेमा जा मामा माइजूको लागि बिस्कुट लिएर आइज कुन बिस्कुट ल्याउनु बाबा मान्छेले खाने ल्याउनु कि कुकुरले खाने ल्याउनु भान्जाले हामीलाई कुकुर भन्न खोजे हो कि क्या हो होइन मामा त्यस्तो भन्न खोजेको होइन सबैलाई एउटै बिस्कुट मन पर्दैन नि त त्यही भएर सोधेको नि त्यो त मलाई पनि थाहा छ नि भान्जा तर मान्छेले कुकुरको बिस्कुट खान्छन् त हो मलाई यही पक्षपात गरेको मन पर्दैन के क्या चाहते हो कुकुरले चाहिँ मान्छेको बिस्कुट खानु हुने अनि मान्छेले चाहिँ कुकुरको बिस्कुट खान नहुने हैट यो भान्जासँग नसकिने रहेछ कस्तो चाहिँ भान्जा जन्मेछ हौ देख्नु भएन आँखा नाक मुख कान भएको के आँखा छैन तपाईँको बहिनी ज्वाइँ ल अब हामी जान्छौँ ल नयाँ वर्षको धेरै धेरै शुभकामना अब पछि भेटौँला गइहाल्नु हुने बस्नु न एकछिन म खाना बनाउँछु खाना खाएर जानुस् पर्दैन बहिनी पर्दैन भान्जाको कुरा सुनेरै पेट भरियो अच्छा तपाईँको पो भर्यो त माइजू मामाको त भरेको छैन नि एकछिन बस्दै गर्नुहोस् न म 1 मिनटमा कुकुरले खाने बिस्कुट लिएर आउँछु